हातमा पासपोर्ट बोकेर हजारौं सपना बोकेर तपाईँ विदेश जाँदै हुनुहुन्छ भनेदेखि के कम्पनीको बारेमा पनि जानकारी लिनुभयो त? यदि कम्पनीको बारेमा जानकारी नलिकन तपाईँ यदि विदेश जाँदै हुनुहुन्छ भनेदेखि तपाईँ मानव तस्करमा पनि पर्न सक्नुहुन्छ र तपाईँले देखेका सपनाहरू चकनाचुर हुन सक्छ र तपाईँको सपनाले पानी फेर्न सक्छ। दुनियाँमा यस्ता यस्ता कम्पनीहरू पनि छन् जुन कम्पनीहरूले मेनपावरको मात्र व्यवसाय गर्छ। कम्पनीको प्रोडक्सनसँग सम्बन्ध छैन, कम्पनीको एम्प्लोइलाई सेलरीसँगको सम्बन्ध छैन, कम्पनीको एम्प्लोइलाई फ्यासिलिटीसँगको सम्बन्ध छैन। उसले केवल मानव तस्करी जस्तो गरेर मानव व्यवसाय मात्रै गर्छ। आउनुहोस् आज हामी साउदी अरब स्थित यस्तै एउटा कम्पनीको चर्चा गरौँ। त्यो कम्पनी हो अलियमामा फार्मको। साउदी अरब स्थित दुईवटा फार्मको नामको कम्पनीहरू छन् जुन नेपालमा डिमान्ड आउँछ अलियमामा स्काफोल्डर चाहियो भनेर। त्यो अलियमामाबाट आएको डिमान्ड लेटरको चाहिँ स्काफोल्डर फार्मको कम्पनीको, यसलाई चाहिँ अलग्गै एउटा फार्मको भनेर तपाईँहरूले चिनिराख्नु होला। जुन कम्पनीको जनरल म्यानेजर हुनुहुन्छ मोहम्मद साफी, जुन मोहम्मद साफी नेपाल इन्डियामा इन्टरभ्यूमा आउने गर्छ। यिनी यस्ता खालका व्यक्ति हुन्, यिनलाई स्वीट पोइजनको नाम पनि दिएका छन् त्यहाँका एम्प्लोइजहरू। अच्छा, तपाईँ यो कम्पनीभित्र गइसकेपछि तपाईँलाई के हुन्छ, के तपाईँको सपना पुरा हुन्छ त भन्ने विषयमा आज हामी चर्चा गर्छौँ। यो कम्पनीमा गइसकेपछि तपाईँलाई जुन मोहम्मद साफीले दिएको अफर लेटरमा हेरफेर हुनसक्छ। यहाँ नेपालमा तोकेको जति सेलरी तपाईँले उहाँ नपाउन सक्नुहुन्छ। कयौँ यस्ता साथीहरू थिए, यिनीसँग मुद्दा लड्दा लड्दा हार खाएर 2 वर्ष जसो तसो कटाएर त्यो कम्पनीबाट नेपाल फर्किएको पनि जानकारी छ। मोहम्मद साफीको आदेशमा ब्रान्चमा प्रत्येक क्याम्पहरूमा पानी बन्द, बिजुली बन्द, एसी बन्द गरेर राखिन्छ र एम्प्लोइजहरूलाई परेशान गरेर राखिन्छ। यदि तपाईँको ड्युटी नै छैन भने पनि तपाईँलाई बाहिर घाममा ल्याएर उभ्याइन्छ, 8 घन्टा उभ्याइन्छ र ड्युटी पुरा गराइन्छ, बेसिक सेलरी मात्रै दिइन्छ। कम्पनीमा काम छैन, मेन पावरहरू स्ट्यान्ड बाई बसेका छन्, घाम तापेर बाहिर बसेका छन्, कुनै ओभरटाइम छैन कम्पनीमा, सेलरी बेसिक मात्रै थापेर बसेका छन्। त्यो बेसिक सेलरी पनि 800, 900, 1100, उहाँले 1300 पनि भनेर लिएर जानुभयो भने उहाँ गएपछि सेलरी घटाइदिनुहुन्छ, 1000मा आउँछ र कम्पनीमा 3-3 महिनामा डिमान्ड चाहिँ किन आउँछ भन्ने तपाईँलाई खुल्दुली लाग्दै हो। उहाँलाई यो कम्पनीको प्रोडक्सनसँग कुनै पनि सम्बन्ध छैन। उहाँलाई यति कुरासँग सम्बन्ध छ कि नेपालबाट, इन्डियाबाट मेन पावरहरू उठाउँ र त्यो मेन पावरहरूबाट कमिसन खाने। एकजना बराबर उनले 30,000 रुपियाँ कमिसन खान्छ। एक किसिमले भन्दाखेरि उहाँले मानव तस्करी गरेको हो कि जस्तो पनि देखिन्छ, तर यो मानव तस्करी चाहिँ होइन। तर उहाँ लगिसकेपछि कुनै पनि एम्प्लोइजको भविष्यको कुनै पनि सुनिश्चितता छैन। बस 2 वर्ष बस, बेसिक सेलरी उठाऊ, दाल भात खाऊ अनि त्यस पछाडि फर्क्यौ। हस्त साथीहरू, भिडियो मन परे लाइक, कमेन्ट र सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। फेरि अर्को भिडियोमा अर्को जानकारी दिने गरी म फेरि आउने छु।